के यो मनै हो र मजै देखिने यो निराश अनुहार के मेरै हो र। हिजो आज मलाई म आफू झै लाग्दैन। मदेखि मेरो डर चिन्ता खै किन हो पर भाग्नै मान्दैन। मन यसै भारी भाछ, आँखाको भागहरू पनि सुन्निएर निकै रातो भाछ। न त मलाई कसैको कुरा चित्त बुझिरहेको छ, न त मेरो कुराले कसैलाई नै चित्त बुझिरहेको छ। मन भित्रबाट निकै छटपट भाछ। साँझ पर्यो कि डर लाग्न थाल्छ। अब यो अँध्यारो निष्पट रात कसरी काट्ने हो झै लाग्छ। बल्ल तल्ल बिहान त हुन्छ, तर यो रातभर रोएर सुन्निएको अनुहारले आमाको अघि कसरी जाउँ झै लाग्छ। टाउको दुखेको बहाना पनि कति गर्नु, कहिलेकाहीँ त यी सबै कुराबाट मुक्त भइदिउ झै लाग्छ। आमा रुन्छिन्, भएको सपना टुट्छ भन्ने डर लाग्छ र मात्रै हो, नत्र हिजो आज घरबाट त्यो पर देखिने रुखको हाँगा निकै प्यारो लाग्छ।